के डिमेन्सियाको रोकथाम गर्न सकिन्छ? हालसम्म डिमेन्सिया पूर्ण रूपमा रोक्ने कुनै तरिका भेटिएको छैन, तर केही जीवनशैली, स्वास्थ्य र वातावरणीय कारणहरूले यसको जोखिम घटाउन वा ढिला गर्न चाहिँ सकिन्छ। डिमेन्सियाको खतरा कम गर्न के गर्नुपर्छ? हजुर अर्कजी, सर्वप्रथम त अब स्वस्थ जीवनशैली जिउन खोज्ने, सन्तुलित भोजनहरू खाने, स्वस्थ तौल कायम राख्नु, नियमित शारीरिक गतिविधिहरू गर्नु, निम्न स्वास्थ्य अवस्थाहरू नियन्त्रणमा राख्नु महत्त्वपूर्ण हुन्छ। जस्तै उच्च रक्तचाप भनेको हाई ब्लड प्रेसर, उच्च कोलेस्ट्रोल, मधुमेह भनेको डायबिटिज। र तेस्रो कुरा भनेको चाहिँ तपाईँको मानसिक स्वास्थ्यको चाहिँ एकदमै ख्याल राख्नुपर्छ। यदि कसैलाई चाहिँ अब चिन्ता भएमा, मन एकदमै खिन्न भएमा चाहिँ तपाईँ डाक्टरका जानु चाहिँ जरुरी हुन्छ, किनभने कहिलेकाहीँ चाहिँ डिप्रेसन पनि डिमेन्सियाको सुरुवाती लक्षण हुनसक्छ। यसभन्दा बाहेक अरू केही कुराहरू छन् कि? हजुर अर्कजी, अब पहिलोमा चाहिँ अब हामीले चाहिँ आफ्नो श्रवण र दृष्टिको ख्याल राख्नुपर्छ। यदि कसैको सुनाइ नहुनु डिमेन्सियाको एक ठुलो जोखिम हो। आँखा कमजोरी हुनुले गर्दा पनि सोच्ने क्षमतालाई असर पर्दछ। र दोस्रो कुरा भनेको चाहिँ तपाईँको मस्तिष्क सक्रिय राख्ने प्रयास गर्नुपर्छ। त्यसैले हिँडडुल गर्ने, पढ्ने, गीत गाउने, तपाईँको करेसाबारीमा काम गरिराख्ने, सङ्गीत सुन्ने, खेलकुदहरूमा भाग लिने लगायतका गतिविधिले तपाईँको मस्तिष्कलाई सधैँ सक्रिय राख्छ। डिमेन्सियाबाट बच्न के कुराहरूबाट टाढा रहनु राम्रो हुन्छ त? हजुर, अब सर्वप्रथम त धुम्रपान नगर्ने, किनभने तपाईँले धुम्रपान गर्दा चाहिँ यसले मस्तिष्कको रक्त नलीलाई हानि पुर्याउँदछ। र दोस्रो भनेको चाहिँ अब मदिरा सेवन नगर्ने, तर यदि गर्नु नै मन छ भने हप्तामा 14 युनिटभन्दा कम पिउनु प्रयास गर्नुपर्छ। र तपाईँको तेस्रो कुरा भनेको चाहिँ टाउको, मस्तिष्कमा चोट लाग्नबाट बचाउने। जस्तै साइकल, मोटर बाइक चलाउँदा हेलमेट लगाउनुपर्छ, गाडीमा बस्दाखेरि सिट बेल्ट लगाउनुपर्छ, र यदि हिँडडुल गर्दाखेरि अलि अस्थिर हुन्छ, लड्ने सम्भावना छ भने चाहिँ सहायकी उपकरणहरू जस्तै अब लट्ठीको प्रयोग गर्नुपर्छ। भूतपूर्व सैनिकहरूमा डिमेन्सियाको जोखिम बढी हुन्छ भनिन्छ, किन होला? हजुर, अब सैनिकहरूले अधिक तनाव, आघात र मस्तिष्कमा चोटको अनुभव गर्न सक्छन् र उनीहरूमा मदिरा सेवन पनि बढी हुन सक्छन्। त्यसैले भूतपूर्व सैनिकहरूका लागि विशेष सहयोग सेवा उपलब्ध छ, जुन चाहिँ ओपी करेजबाट उपलब्ध हुन्छ। अब छोटकरीमा भन्दाखेरि चाहिँ शारीरिक र मानसिक स्वास्थ्यको हेरचाह गर्यो भने डिमेन्सियाको जोखिम घटाउन चाहिँ सकिन्छ।